ये गणेश हिमाल गणेश हिमाल यहाँ चाहिँ सुन्तलाको सबै गाडी सुन्तला सबै टिभी रहेछ है। कान्छा आज हामी चाहिँ हल्का एकदम मिनी पिकनिक भन्नु पर्यो यसलाई होइन, मिनी पिकनिकमा गइरहेका छौँ हामी चाहिँ आज एकदम इच्छा कामना मन्दिर। तर बाटो चाहिँ एकदम अफ रोड बाटो छ टोटल्ली। हामी हाइवेबाट करिब 20 किलोमिटर चाहिँ माथि जानुपर्छ। हामी चाहिँ अब करिब किलोमिटर चढ्यो, बढी चढ्यो 6 किलोमिटर चढ्यो, यति चाहिँ चढिसक्यो। तपाईँको यो पारीको चाहिँ भुङ्लीचोक डाँडा भयो, यो मकैसिङ डाँडा यताको। त्यसपछि यहाँबाट चाहिँ अब हामी हेर्नुहोस् यो माथिको चाहिँ यो डाँडाहरू पनि खासै त्यति त थाहा भएन, तर यो एकदम रमणीय ठाउँ छ। हाम्रो चाहिँ यो नेपालको चाहिँ प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश, निकै रमाइलो छ। अब धुलो उड्छ बिचरा त्यो अरू गाडी नि आउनु लागेको छ, सुरु भयो यहाँ दामी डाँडा छ। यही चाहिँ डाँडा हेर्न, के डाँडा हो त्यो चाहिँ? के डाँडा हो र त्यो डाँडा? माथि हो सिराजको बेचिरहेको छु सामान बेच्ने डिलर पारिस तैले घाटोमा भिडाइदिन्छु पुलिस तँलाई छ्यापिदिन्छु म पासोमा। के भन्छु म राम्रोसँग सुन, काम गर पहिला सुरु हल्ला नगर। तेरो जोजोले पैसा झार्छ खर तेरो जोजो रिसा छैन आराम गर्दैछ, तर जब रिसाउँछ मुजी आँखा देख्दैन। तँलाई थाहा छैन माथको लाग्यो त मैले फेरि
सुन्तला गार्डन हो यो चाहिँ ल सुन्तलाको बगैँचा हेर्नुहोस् यहाँ सुन्तला चाहिँ सबै टिपिसकेको अवस्था छ है माथि ल्याएर मामा